मकवानपुरका समग्र मकवानपुरको साहित्य हाँकिरहनुभएका सम्पूर्ण साहित्यकारज्यूहरू र यस विद्यालयका प्रधानाध्यापक तथा सम्पूर्ण शिक्षक साथीहरू अन्नमस्कार। बालज्योति माध्यमिक विद्यालयको यो प्राङ्गणमा पहिलो अनुभव भइरहेको छ। यसरी अन्य विद्यार्थीहरूको कार्यक्रममा भने यो विद्यालयमा उपस्थित भएको थिएँ। मलाई लाग्छ यो विद्यालयको शिक्षकहरूलाई पनि म यो विद्यालयमा पढ्थेँ भन्ने कुरो थाहा छैन होला। म यो विद्यालयको पूर्व विद्यार्थी पनि हुँ भन्न मिल्छ कि मिल्दैन मलाई थाहा छैन। 2059 सालमा जम्मै 2 महिना जति मात्रै मैले यो विद्यालयमा 7 कक्षामा पढेको छु। कतै पुराना रेकर्डहरू भयो भने पत्ता पनि लाग्ला। म पढेको छु। त्यसकारण बालज्योतिले फोन गर्ने बित्तिकै मलाई यो विद्यालयमा आउने रहर लाग्यो र मैले हुन्छ भने र अहिलेको वातावरणमा एउटा बिहेमा नगई नहुने थियो। फोन आइथ्यो। त्यो बिहे बरु क्यान्सलै गरेर पनि यो पुरै हेर्नुपर्छ कि भन्ने लागिरह्यो। पालो नआए पनि चुपो लाएर बसिरहेँ। भन्न जाउँ कि जस्तो लागिरहेको थियो। तैपनि चुपो लाएर बसिरहेँ। रमाइलो लाग्यो, खुसी लाग्यो। यति धेरै विद्यार्थीहरूले भाग लिइरहँदा मकवानपुरका साहित्यिक गतिविधिहरू र प्रतियोगिताहरूमा यी भाइ बहिनीहरूको अबका दिनमा अनुहारहरू देख्न पाइयोस् भन्ने पनि म अपेक्षा गर्छु। मैले यी भाइ बहिनीहरूको अनुहार देखिरहेको छैन। र शिक्षक लाग्नुभयो भने धेरै कुरा हुन्छ। तपाईँले सिकाएर यति राम्रो बोल्न सिकाउनु भयो। प्रतियोगिताहरूमा र हरेक महिनाको दोस्रो शनिबार साहित्य सङ्गमको प्राङ्गणमा रचना सुनाउन पाउनुहुनेछ। यही कविता आउँदो दोस्रो शनिबार सुनाउन आउनु होला। पहिलो शनिबार गजलको कार्यक्रम हुन्छ, गजल पनि सुनाउन आउनु होला। अन्य थुप्रै कार्यक्रमहरू हुन्छ। नजिकै यही शनिबार 24 गते पनि पल्पसा सदनमा 7 प्रदेशका 7 कविहरूको कविताको कार्यक्रम छ। टिकटमा छ। विद्यालयले किनेर यी विद्यार्थीहरूलाई हेर्न पठाउनु होला। विद्यालयले यस्तोमा लगानी गर्न चाहेन भने शिक्षकले नै किनेर पठाइदिनु होला। त्यसपछि फेरि कोइली देवीको सुन्दर कार्यक्रम 1:30 बजे त्यहीँ छ। तपाईँहरू आउनु होला। र म मुक्तक वाचन गर्न चाहन्छु। मेरो मुख्य विधा चाहिँ मुक्तक नै भएकोले पुरानै मुक्तक तपाईँहरूको लागि नयाँ हुनेछ। अचानकको पीर खुकुरीले जान्दैन, अचानकको पीर खुकुरीले जान्दैन। धनीलाई किन हो अभावले हान्दैन, धनीलाई किन हो अभावले हान्दैन। पीडाहरूले हृदयलाई यसरी हिर्कायो कि, पीडाहरूले हृदयलाई यसरी हिर्कायो कि म नरौँ भन्छु यी आँखाहरू मान्दैन, म नरौँ भन्छु यी आँखाहरू मान्दैन। हनुमानले जस्तै छाती चिरेर म राम सीता देखाउन सक्दिन, हनुमानले जस्तै छाती चिरेर म राम सीता देखाउन सक्दिन। बाइबल त्रिपिटक कुरान हटाएर मात्र गीता देखाउन सक्दिन, बाइबल त्रिपिटक कुरान हटाएर मात्र गीता देखाउन सक्दिन। मुखमा राम राम बगलीमा छुरा बोक्ने यो सिङ्गो समाजमा, मुखमा राम राम बगलीमा छुरा बोक्ने यो सिङ्गो समाजमा। अरे यार आस्था टुक्राएर धर्म बेच्दै म रमिता देखाउन सक्दिन, अरे यार आस्था टुक्राएर धर्म बेच्दै म रमिता देखाउन सक्दिन। अर्को मुक्तक छ। शरीरमा रक्त सञ्चारका लागि धमनी र सिरा भयो, शरीरमा रक्त सञ्चारका लागि धमनी र सिरा भयो। अल्छीलाई थोरै खाना हात्तीको मुखमा जिरा भयो, अल्छीलाई थोरै खाना हात्तीको मुखमा जिरा भयो। चाप र ताप सहन सक्ने भएपछि नै हो, ताप र चाप सहन सक्ने सामर्थ्य भएपछि हेर्नुस् त त्यो कोइला वर्षौंपछि हीरा भयो, हेर्नुस् त त्यो कोइला वर्षौंपछि हीरा भयो। यो बसाइको अब अन्तिम मुक्तक सुनाउँछु। अड्को पड्को तेलको धुप हुन्छ, अप्ठ्यारोमा अड्को पड्को तेलको धुप हुन्छ। यसरी परेको बेला नबोलेर किन चुप हुन्छ, यसरी परेको बेला नबोलेर किन चुप हुन्छ। बेमानीको श्रृङ्खला बढाउँदै लानेहरूलाई, बेमानीको श्रृङ्खलाहरू बढाउँदै लानेहरूलाई मृत्युपछि पक्कै पनि उपहार अन्धकूप हुन्छ, मृत्युपछि पक्कै पनि उपहार अन्धकूप हुन्छ। धन्यवाद, नमस्कार।